लाई ध्यान दिने, परमेश्वरलाई खोज्ने, अनि सबै कुरा ठिकठाक हुँदै गएको थिए, सबै कुरा राम्रो हुँदै गएको थिए। तर अन्तमा के भयो त, उसले 55-52 वर्षसम्म के त राज्य सञ्चालन गरे। 16 वर्षको समयमा उसले राज्य सत्ता हातमा लिएर 52 वर्षसम्म उसले के त आफ्नो शासन चलाउँदाखेरि सबै कुरा राम्रो भएर गएको थिए। देशमा एकदमै राम्रो भएर गएको थिए। देशलाई सैनिकलाई सुदृढ गर्ने, खेतीपातीदेखि लिएर हरेक कुरामा के त राजाले के त राम्रो कामहरू गर्दै गइरहेको थिए। यस्ता राजा राम्रो थिए, हेर्नुहोस् त। अनि पछि के भयो भने जब ऊ शक्तिमा बढ्दै गएको, हामीले पाठ पढ्दै गयौँ, जब ऊ के त शक्तिमा बढ्दै गयो, यहाँनिर 26 अध्यायको चाहिँ हामीले चाहिँ 19 पदतिर हेऱ्यो भने के छ त, 16 पदतिर हेऱ्यो भने चाहिँ तर तिनी शक्तिशाली भएपछि तिनले अहङ्कार गर्दा तिनको के भयो त पतन भयो। यसकारण राजा उज्कियाको जीवनमा शासनकालमा धेरै उन्नति प्रगति भएर गएको छ। धेरै सुधारका कामहरू उनले गरे, धेरै सैनिक क्षेत्रमा सुधारका कामहरू गरे, एउटा चाहिँ कृषि क्षेत्रमा चाहिँ सुधारका कामहरू गरे। अनि उसले थुप्रै एउटा भूमि कि जमिनहरू चाहिँ एउटा किल्लाहरू चाहिँ निर्माण गरे। थुप्रै कुराहरू सुधार हुँदै गइसकेपछि के त ऊ चाहिँ एकदम राम्रो हुँदै काम गरेको अवस्थामा अन्तमा के हो त उसको अहङ्कारले गर्दा के भयो त, यहाँनिर बाइबलमा रेकर्ड गरेको छ कि उज्कियाले के गरे, अहङ्कार बढेर गयो। उसले के सोच्यो भने म राजा हुँ, राजा भएको कारणले मैले जे गर्छु त्यो मैले गर्न पाउनुपर्छ, म शक्तिमा छु, सर्वेश्वरमा म हुँ, मैले भनेको जे हुन्छ त्यो गर्नुपर्छ भन्ने उसलाई लागेको थियो। तर परमेश्वरले त्यो नियमलाई के त उहाँले तोड्नुभयो। उहाँले जुन प्रकारको नियमलाई तोड्न खोजेको थियो, मन्दिरभित्र पसेर के त उसले के गर्न खोजेको थियो, मन्दिरभित्र पसेर चाहिँ के त धुपबाली काम उसले गर्न खोज्दाखेरि के भयो त त्यो चाहिँ परमेश्वरलाई प्रहार गर्नुभयो। यहाँनिर वचन लेखेको धुपबाली काम कसो रे, हारुनका वंशहरूको चाहिँ काम हुन्, राजले गर्ने काम होइन। ओभरटेक भएको छ त्यहाँनिर। ओभरटेक गर्दाखेरि के भयो त, ओभरटेक गर्ने जोसुकै भयो भने परमेश्वरले के त उसलाई प्रहार गर्नुभएको छ। उसले राजा भएर के त उसले आफ्नो जिम्मेवारी जति थियो त्यो गर्नुपर्नेमा के भयो, अन्तमा उसको अहङ्कारले गर्दा के भयो त उसको जीवन चाहिँ प्रहार भएको गयो। उसको जीवन चाहिँ अन्तमा चाहिँ राम्रो प्रकारले बितेको छैन। त्यसकारण हामी आज यो राजा उज्कियाको जीवनबाट हेर्दै गयो भने सुरुका वर्षहरू, सुरुका दिनहरू उसले राज्य सञ्चालन गर्दाखेरि असाध्यै राम्रो थिए। अनि हाम्रो जीवन पनि कहिलेकाहीँ त्यस्तो हुनसक्छ। सुरुका दिनहरू जब परमेश्वरको आउँदाखेरि असाध्यै राम्रो भएर फल्दो फुल्दो वृद्धि भएर जान सक्छ, धेरै राम्रो भएर गएको हुन सक्छन्। तर अन्तिममा आएर के हुनसक्छ, कहिलेकाहीँ हामीसँग सबै कुराले हामी पुगिसकेर आउँदाखेरि, सबै कुरा हामीसँग हुँदाखेरि उसले जसरी राजा उज्कियाले के गरे, अब मैले जे गर्दा नि हुन्छ, जस्तो गर्दा नि हुन्छ भन्ने उसमा त्यो अहङ्कारले गर्दाखेरि त गलत बाटोमा डोर्याएर उसको जीवन समाप्त भयो। त्यसकारण मण्डली तपाईँले मैले पनि हामी सचेत हुनुपर्छ, हामी एकदमै होसियार हुनुपर्छ कि हाम्रो सबै कुरामा हामी प्रगति उन्नति गर्दाखेरि चाहिँ हुँदै जाँदाखेरि चाहिँ के त हामीले मण्डलीलाई बिर्सिनु हुँदैन, हामीले चर्चलाई भुल्नु हुँदैन र हाम्रो धरातललाई बिर्सिनु हुँदैन। जुन धरातलमा हामी हिजो उभिएका थियौँ होइन, त्यो कुराहरू बिर्सिनु भयो भने हाम्रो पतन हामी पनि के त राजा उज्किया जस्तो हामी हुन सक्छौँ। त्यसले गर्दाखेरि हामी पहिलो कुरा राजा उज्कियाको जीवनमा सिक्ने पाठ भने के हो भने नम्बर 1 हामीले आफ्नो पाठमा ध्यान दिनुहोस्। हुन्छ 26 को 4 पद हाम्रो भाइले पढेर सहायता गर्नुहुन्छ। अनि नम्बर 1 चाहिँ राजा उज्कियाको जीवनबाट सिक्नुपर्ने पाठ नम्बर 1 मा चाहिँ हामीले परमप्रभुको दृष्टिमा आँखामा जे कुरा असल छ हामीले त्यही गर्नुपर्छ भनेर हामी सिक्नुपर्छ। हुन्छ भाइले पढ्नुहुन्छ। तिनले आफ्ना पिता अमस्याले गरे झैं परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। हो है, तपाईँ कस्तो हुनुहुन्छ नि मण्डली, तपाईँ चाहिँ कस्तो हुनुहुन्छ कि तपाईँ जे कुरा असल छ त्यो गर्ने व्यक्ति हुनुहुन्छ कि जे पाए त्यही गर्ने व्यक्ति हुनुहुन्छ? तपाईँमा फरक देखिनुपर्छ। आमेन आमेन। मण्डली फरक हुनुपर्छ। ए फरक भएन भने मण्डली वृद्धि हुँदैन। तपाईँ फरक हुनुपर्छ, हामी फरक हुनुपर्छ। यदि हामी फरक भएन भने उस्तै भयो भने के हो त प्रभाव हुँदैन। त्यसकारण तपाईँ र मलाई परमेश्वरले बोलाउनु भएको कारणले के हो त हामी फरक हुन लाग्यो। आमेन। अब फरकै छैन, हिजोको बोली छँदैछ, हिजोको विचार भावना छँदैछ, कुनै कुरामा तपाईँ परिवर्तन भएको छैन। केवल तपाईँ मण्डलीमा शनिबार आउनुहुन्छ, उपस्थिति मात्र हुनुभएको छ भनेदेखि तपाईँको जीवनमा, तपाईँको परिवारमा, तपाईँको मेरो छर छिमेकी समाजमा साक्षी हुन सक्दैनन्। साक्षी चाहिँ हामीले कायम गर्नु। अब साक्षी कुरा आउँछ। त्यसकारण यहाँ के भएको छ, 4 पदमा हेऱ्यो भने तिनले आफ्ना पिता अमस्याले गरे चाहिँ परमप्रभुको दृष्टिमा भनेको आँखामा
परमेश्वरको नजरमा, दृष्टि भनेको नजरमा जे कुरा असल थियो त्यही गरे। नम्बर 1 चाहिँ के हो भने यो राजा उज्कियाको जीवनमा सिक्नुपर्ने लेसन र पाठमा के हो भने उसको जीवनमा सुरुका दिनहरू एकदमै असल उन्नत भएर गयो, तर पछि गएर पो के भयो त उसले चाहिँ परमेश्वरको बाटोमा ऊ हिँड्न नसकेको कारणले गर्दाखेरि ऊ नभएको त्योलाई कायम नगरेको कारणले गर्दा के भयो त ऊ अहङ्कार र विश्वासघात गरेको कारणले गर्दा के भयो त ऊ पछि चाहिँ परमेश्वर कुष्ठरोगको रोगले उसलाई दण्ड दिएर के त उसलाई दण्डले दिनु पर्यो नि हैन। सुरुमा त परमेश्वर दण्ड दिने उसलाई योजना, परमेश्वर उसलाई दण्ड दिने भनेर त्यो राखेको होइनन्, तर त्यो कुलले आफ्नो कामले गर्दा के भयो त परमेश्वर हस्तक्षेप गर्नु पर्यो। परमेश्वरले त्यो बेलामा हस्तक्षेप नगरेको भएदेखि ठुलो कुरा हुन्थ्यो, अनि उहाँले हस्तक्षेप गर्नुभयो। कुष्ठरोगले के त जाँदै कुष्ठरोगले प्रहार गर्नु पर्यो नि, किनभने त्यो अलिक ओभरट्याक भएको थियो है। त्यस कारणले गर्दाखेरि नम्बर 1 के हो भने परमप्रभुको दृष्टिमा हैन उले जे असल कुरा असल थियो, सुन्दै हुनुहुन्छ जवान भाइहरूले, परमप्रभुको दृष्टिमा अथवा नजरमा आँखामा जे कुरा असल थियो असल छ, हामीले पनि त्यही गर्नु पर्दछ। अब हामी सिक्ने पाठ भनेको छ हैन। हामी मण्डलीमा जानेर विश्वासीहरूले जे पाए त्यही गर्ने, खाने लगाउने बोल्ने हेर्ने काम गर्नु हुँदैन, बुझ्दै हुनुहुन्छ। हामी विश्वासीहरू, हामी मण्डलीमा जाने विश्वासीहरू, चर्चका मानिसहरूले के त जे पाए त्यही गर्न मिल्दैनन्। जे पाए त्यही गर्ने हेर्ने, आज मोबाइलमा छ हेर्न मिल्दैन, अनि जे पाए तपाईँ खान मिल्दैन, जे पाए त्यही लगाउन मिल्दैन। किनकि परमेश्वरको उज्कियाले के गरे, परमेश्वरको दृष्टिमा जे असल छ त्यही गरे नि। अनि तपाईँको मेरो पनि भित्र हृदय निर्णय के हुनुपर्छ, म पनि परमेश्वरको दृष्टिमा जे असल छ त्यही गर्छु भनेर भन्नुपर्छ। आमेन हो। तपाईँले के गर्नु, तपाईँ र मैले गर्नुपर्ने त्यही हो, सिक्नुपर्ने पाठ भने म पनि परमेश्वरको दृष्टिमा जे असल छ त्यही गर्छु भनेर तपाईँले के त निर्णय गर्नुपर्छ। तर तपाईँ र मलाई चर्च गएको छ जे पाए त्यही गरेर गर्नु हुँदैन। राजा उज्कियाले के गरेन, जे पाए त्यही गरेन, लास्टमा चाहिँ गरे अलिकति होइन, गर्न खोजेको दण्ड आएको थियो। कुष्ठरोगले किन प्रार्थना गरेर जे पाए त्यही गर्न खोज्यो नि त होइन। जे पाए त्यही गर्न खोज्दा के हो, उसको जीवन दण्ड कुष्ठरोगको दण्ड गर्यो नि त, किनकि परमेश्वर जीवित हुनुहुन्छ। आमेन। अनि हिब्रूको पुस्तकमा छ परमेश्वरले आफ्नो मानिसहरूको न्याय गर्नु हुन्छ लेखेको छ। त्यो पनि आउँदो दिनमा वचन पढ्नुला कि हिब्रूको पुस्तकमा एक ठाउँ लेखेको छ कि परमेश्वरले आफ्ना मानिसहरूको के गर्नुहुन्छ अरे, न्याय गर्नु लेखेको छ। यसकारण जीवित परमेश्वरको हातमा पर्नु डर लाग्दो छ भनेर के त कहाँ लेखेको छ, हिब्रूको पुस्तकमा लेखेको छ। किनभने परमेश्वरले आफ्ना हामी चाहिँ परमेश्वरका मानिसहरू हौँ। आमेन। त्यसकारण परमेश्वरले आफ्ना मानिसहरूको न्याय गर्नुहुन्छ लेखेको कारणले गर्दाखेरि हामीले पृथ्वीमा अहिले जिउँदै गर्दाखेरि चाहिँ जिउने तरिकाहरू चाहिँ परमेश्वरको दृष्टिमा जे असल छ त्यही गर्ने हामी हुनुपर्दछ है। तर जे पाए त्यही गर्ने होइन। हामी मण्डलीमा जाने विश्वासीहरूले चाहिँ के त जे पाए त्यही गर्ने, जे पाए त्यही खाने होइन, जे पाए त्यही लगाउने, जे पाए त्यही बोल्ने हेर्ने काम गर्नु हुँदैन। त्यसो भयो भने हामी ज्योतिको सन्तान हुँदैनौँ र बन्दैनौँ। हामीले के त शुद्ध र अशुद्ध, असल र खराबको फरक छुट्याउनु पर्दछ र जे असल छ त्यो हामीले के त गर्नु पर्दछ। आमेन। जे असल छ त्यो गर्नु पर्दछ। असल र खराब, शुद्ध र अशुद्ध हामीले छुट्याउने चाहिँ हामी हुनु पर्यो। मण्डली गएको छ आजको दिनसम्म पनि के त असल र खराब छुट्याउन सक्दैनौँ। आजको दिन पनि शुद्ध र अशुद्ध छुट्याउन सक्नु भएन भने के अर्थ भयो त? आज पनि तपाईँले परमेश्वर शैतानलाई तपाईँले चिन्नुहुन्न भने, आजसम्म तपाईँले कालो र सेतो थाहा हुनुहुन्न भने अर्थ भएन चर्चको हो। त्यसकारण हामी मण्डलीमा आउँछौँ विश्वासीहरूले के त जे पाए त्यही गर्नु हुँदैन। जसरी के गरे त यो उज्कियाले के गरे, जे असल छ त्यही गर्ने निर्णय गरे। त्यसकारण तपाईँ र मैले पनि मण्डलीहरूले हामीले पनि परमप्रभुको दृष्टिमा हामीले पनि जे कुरा असल छ हामीले पनि त्यही कुरा गर्नुपर्छ। जे पाए त्यही गरेर बोल्ने होइन, हेर्ने, काम गर्ने अनि खाने लगाउने काम हामीले गर्नु हुँदैन भनेर चाहिँ हामीले सिक्नु पर्यो। र केवल कम्तीमा हामीले शुद्ध र अशुद्ध छुट्याउने काम गरौँ। केवल हामीले के त सही र गलत र अर्थ छुट्याउने काम हामीले गर्न सक्यौँ भने के हुन्छ, हामी चाहिँ यो संसारमा, यो पृथ्वीमा हाम्रो वरिपरि छ भने हामी साँच्चै नै हामी फरक भएर जानेछौँ। आमेन। हामी फरक हुन्छौँ। फरक हुनु पर्यो अनि पो मण्डली, तर फरक भएन भने के हुन्छौँ, हामी मण्डली हुन्छौँ। त्यस कारण यो उज्कियाले के गरे,
बाट सिक्नुपर्ने पाठ नम्बर 1 मा के हो भने हामीले पनि जे पाए त्यही गर्ने होइन, परमेश्वरको दृष्टिमा जे असल छ त्यो गर्ने हामी मण्डली हुनुपर्दछ। बुझ्दै हुनुहुन्छ? तर जे पाए त्यही गरेर जीवन जिउने विश्वासी भयो भने चाहिँ के त त्यसले चाहिँ के गर्छ, त्यसले मानिस वरिपरि छरछिमेकीमा चाहिँ उसले गवाई साक्षी बनाउँदैनन्। त्यसले चाहिँ हाम्रो जीवनमा अलिकति जे पाए त्यही गर्यो भने, जसरी उजिकियाको जीवनमा जे पाए त्यही गरेको कारण के भयो त, दण्ड आयो नि। परमेश्वरले हामीले दण्ड पनि दिनुहुन्छ ताकि हामी नाश भएर जाओस् भनेर होइन, हामी सुध्रिनु पर्दछ। आमेन। सुध्रेर जानको दण्ड दिनुहुन्छ नि। कहिलेकाहीँ टाढा नदिनुहुन्छ। किन टाढा नदिनुहुन्छ भने मेरा छोराछोरीले के त सिकोस् भनेर हामी आमा बुवाले पनि टाढा दिन्छौँ छोराछोरीलाई। परमेश्वरले हामीले टाढा दिनुहुन्छ ताकि त त्यो गल्ती कुराबाट कि उसको होस खोलोस्, चेत खोलोस्, ताकि ऊ त्यो बाटोमा नजाउँ नहिँडौँ भनेर हामीले कहिलेकाहीँ उहाँले दण्ड पनि दिनुहुन्छ। त्यस कारणले गर्दाखेरि पहिलो कुरा के हो त, हामीले परमप्रभुको दृष्टिमा जे कुरा असल छ हामीले त्यही गर्नु पर्दछ। हामी यहाँ दोस्रो कुरा पढौँ। हुन्छ, हाम्रो नतले भाइले 5 नम्बर पढ्नुहुन्छ, 26 को 5 नम्बर। तिनलाई परमेश्वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्वरको अगुवाई खोज्नमा तनमन लगाए। परमप्रभुलाई खोज्दै रहन्जेलसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनु भयो। आमेन। है, दोस्रो कुरा के हो भने हामीले तन मनका साथ परमेश्वरलाई के त खोजिरहनु पर्दछ। दोस्रो कुरा जसरी कि उजिकियाले के गरे, उजिकियाले चाहिँ परमेश्वरको दृष्टिमा जे असल छ त्यो कुरा गर्ने काम गरे। हामी त्यो लेसन सिकौँ, हामीले जे पाए त्यही नगरौँ, जताभावी नबोलौँ, नहिँडौँ, नसोचौँ, नगरौँ, जे असल छ त्यो गरौँ। त्यो परमेश्वरलाई, यो कुराले परमेश्वरलाई महिमा हुन्छ। दोस्रो कुरा के हो भने चाहिँ तपाईँ मैले चाहिँ हामीले तन मनका साथ परमेश्वरलाई के त खोज्नु पर्दछ। कहिलेकाहीँ मात्र खोज्ने होइन। हाम्रो कस्तो हुन्छ भने हामीले समस्या परे बेलामा चढ जाउँ भन्ने हुनसक्छ। समस्या परे बेलामा भने मेरो लागि प्रार्थना गरिदिनु भन्न सक्छन्। आज कति मण्डलीले सदस्यहरू आउन सक्नु भएन। किन आउन सक्नु भएन? सायद उनीहरूलाई राम्रै छ होला। अहिले साँच्चै नै समस्या भएदेखि सायद उनीहरू के हुन्थ्यो, मण्डलीमा प्रार्थना लागि आउँथ्यो होला, होइन, मण्डली जानुपर्छ भन्थ्यो होला, होइन। तर के हो भने हामीले त्यो तन मनका साथ परमेश्वरलाई के त खोज्दै रहनु पर्दछ। हामीले अकल झुकुल मात्र परमेश्वरलाई खोज्ने होइन, कहिलेकाहीँ मात्र परमेश्वरलाई पहिलो प्रेम गर्ने होइन, हामी सधैँ पहिलो प्रेम गर्नु जरुरी छ। आमेन। यो कुरा हो नि। हामीले कतिवटा के हुन्छौँ, समस्यामा, गाह्रोमा, अप्ठ्यारोमा, अलिकति चुनौती कुरा गर्नु पर्यो भने परमेश्वरको शरणमा हामी आउन खोज्छौँ, परमेश्वरको चरणमा हामी जान खोज्छौँ, होइन, अप्ठ्यारो भए बेलामा। तर होइन, हामी कहिलेकाहीँ मात्र परमेश्वरलाई प्रेम गर्ने, कहिलेकाहीँ मात्र परमेश्वरलाई खोज्ने, चाहना गर्ने, परमेश्वरको प्रेम गर्ने, चाहना गर्ने, शरणमा जाने हामी मण्डली हुनु हुँदैन। तर हामी सधैँ चाहे हामीसँग प्रशस्त भए पनि चाहे पनि नभए पनि हाम्रो जीवन कुनै कुरामा परिवर्तन सुधार त अवश्य आउँछ नै। तर हाम्रो जीवन त्यस्तो कुनै पनि कुरा हुन सकेन भए पनि हामी सधैँ परमेश्वरलाई खोज्ने, परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरलाई चाहना गर्ने मानिसहरू चाहिँ तपाईँहरूमा बन्नुपर्दछ। आमेन। जब के गरे, यो राजा उजिकियाले के गरे भन्दाखेरि चाहिँ परमेश्वरलाई सधैँ खोज्थ्यो, परमेश्वर सधैँ प्रेम गर्ने, खोज्ने, तन मनका साथ खोजेको कारणले गर्दा के भयो त उसको जीवनमा फलिफाप भयो भनेर लेखिएको छ। अनि हामीले पनि कहिलेकाहीँ मात्र परमेश्वरको आज्ञा पालन गर्ने, प्रार्थना गर्ने, होइन, समस्या परेको समयमा मात्र परमेश्वरलाई खोज्ने होइन, तर सधैँ परमेश्वरलाई चाहना गर्ने, प्रेम गर्ने, आज्ञा पालन गर्ने, वचनमा हिँड्ने गर्नुपर्दछ। कहिलेकाहीँ मात्र गर्ने। यो राजा उजिकियाले के गरे, सधैँ गरे। त लास्ट आवरमा अरूले धोका दिए। अनि तपाईँ र म पनि के त जसरी राजा उजिकियाको जीवन सिक्नुपर्ने पाठ नम्बर 1 मा हेऱ्यौँ, हामीले परमेश्वरको दृष्टिमा जे असल छ त्यो हामीले गर्नुपर्दछ। दोस्रो कुरा चाहिँ हामीले तन मनका साथ परमेश्वरलाई खोज्नु पर्दछ। जसरी मत्ती 6:33 मा के भन्नुभएको छ त, उहाँको धार्मिकता र उहाँको राज्य खोज्ने मान्छेले परमेश्वर के हुनेछ, वृद्धि गराउनु हुनेछन्। आमेन। आमेन। त्यसकारण तपाईँ र म पनि परमेश्वरलाई खोज्ने, तपाईँ उहाँलाई प्रेम गर्ने, उहाँको चाहना गर्ने, उहाँको आज्ञा पालन गर्ने, तन मनका साथ उहाँको सेवा गर्ने मानिसहरू भयो भने तपाईँ र मेरो पनि फलिफाप हुन्छ हुन्छ हुन्छ। आमेन। तर होइन मन नलाई चर्चाउने अथवा मन कतिवटा नलाई परमेश्वरलाई आज्ञा पालन गरेर ओहो दशांश दिनुपर्छ, मन नलाई दिनु भएको छ। मन नलाई तपाईँले भेटी समर्पण गर्दै हुनुहुन्छ, मन नलाई तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, सबै कुरा तपाईँ मन नलाई गर्दै हुनुहुन्छ भने त्यसले परमेश्वरको महिमा लिएर आउँदैन, त्यसले परमेश्वरले तपाईँको जीवन आशिष बोकेर आउँदैन। तर तपाईँले परमेश्वर प्रेम गर्नुहुन्छ भने
उहाँको आज्ञा पनि तपाईँले पालना गर्नुहुनेछ। आमेन। आज्ञा तपाईँले पालना गर्नुहुनेछ। तर होइन, तपाईँले परमेश्वर प्रेम गर्नुहुन्न भने त्यो सबै नाटक मञ्चन मात्रै गरेको जस्तो हुन्छ। तपाईँले कुनै पनि बेला प्रभुलाई धोका दिन सक्नुहुन्छ, तर परमेश्वरलाई प्रेम गर्ने मान्छे साँच्चै धोका होइन, क्रुसमा मृत्युसम्म तयार हुन्छ। प्रभुलाई प्रेम गर्ने मान्छेहरू जस्तै यहुन्ना के थियो? परमेश्वर प्रेम गर्ने मान्छे थियो। ऊ कहाँ गए? उसले प्रभु येशूका 12 जना चेलाहरूमध्येलाई तपाईँ राम्रोसँग पढ्नुभयो भने ती 12 जना चेलाहरूले एकजनाले मात्र धोका दिए हुन्, तर 11 जनाले के गर्दा प्रभुको लागि जीवन दिन उनीहरूले तयार भए। आज हामी त्यस्तो मानिस बन्न सकौँ कि हामीले के त उनीहरूको जीवनमा त्यस्तो ठुलो काम, उसले प्रशस्तको जीवन नभए तापनि के त उनीहरूले के त परमेश्वरमा उनीहरूले चाहिँ समर्पण गरेका छन्। त्यसैले दोस्रो कुरा के हो भने हामीले तन मनका साथ परमेश्वरलाई खोज्दै रहनु पर्दछ। कहिलेकाहीँ मात्र चर्च आउने, कहिलेकाहीँ मात्र परमेश्वरलाई ध्यान दिने, कहिलेकाहीँ मात्र परमेश्वरको आज्ञा पालन गर्ने, कहिलेकाहीँ मात्र प्रार्थना गर्ने, समस्या र अप्ठ्यारो समस्या मात्र परमेश्वरलाई खोज्ने, होइन? सधैँ एउटा अप्सनमा परमेश्वरलाई अप्सनमा राखेको छ भने चाहिँ हुँदैन। परमेश्वर अप्सनमा राख्ने होइन। अप्सन भनेको चाहिँ नभएन खोज्ने, भएसम्म के गरौँ त आफ्नै ज्ञान बुद्धि, आफ्नै सहशक्ति विभिन्न कुराले गरौँ, नभएसम्म छँदैदिनु परमेश्वर भन्ने अप्सनमा परमेश्वर राखेर हुँदैन। परमेश्वर अप्सनमा राख्ने होइन। परमेश्वर चाहिँ हाम्रो पहिलो स्थान हुनुपर्दछ। आमेन। त्यसले गर्दाखेरि यो राजाले उजकियाले के गरे त उहाँले चाहिँ तन मनका साथ परमेश्वरको खोज्ने र सेवा गरेको कारणले गर्दाखेरि सुरुका वर्षहरूमा चाहिँ उसको जीवन ठुलो प्रगति, उन्नति र आशिष आएको छ। अनि हाम्रो जीवनमा नि प्रगति, उन्नति, आशिष र फलिफाप हामी पक्कै चाहन्छौँ भने कृपया मण्डली तपाईँले परमेश्वरलाई तन मनका साथ तपाईँले खोज्दै रहनुहोस्। बेला बेलामा मौका सिलाबाला टिप्या जस्तो होइन, अथवा चाहिँ बेला मौका मात्र परमेश्वरमा जाने भन्ने प्रकारले चाहिँ हाम्रो जीवन चाहिँ आशिषित, फलवन्त र वृद्धि भएर जान सक्दैन। तर नियमितता दिनुभयो भने तपाईँ पुच्छ र शिर बन्नुहुनेछ। आमेन। शिर बन्नलाई के त समय लाग्छ, तर तपाईँले निरन्तर उहाँको वचनमा रहनु पर्यो, उहाँको वचनमा हामी आज्ञा पालन गरेर जीवन जिउँदै गर्नु पर्यो। अनि हामी एक दिन के हुन्छौँ, त्यो समयले हामीलाई शिर तुल्याइदिन्छन्। त्यसले गर्दाखेरि दोस्रो कुरा के हो भने हामीले तन मनका साथ परमेश्वरलाई के त खोज्दै रहनुपर्छ। बेला मौका मात्र होइन, कहिले काहीँ मात्र परमेश्वरलाई खोज्ने र परमेश्वरको चर्चमा जाने होइन। हामी शनिबार नियमित रूपमा चर्च जान्छौँ, उहाँको आज्ञा पालन गर्छौँ, उहाँलाई हामी साँच्चै नै प्रेम गर्छौँ भनेर प्रमाणको रूपमा तपाईँ मण्डली आउनुहुन्छ, उहाँमा तपाईँ जिउनुहुन्छ, अनि उहाँमा तपाईँले दिनुहुन्छ, त्यो हो। अनि वास्तवमा उहाँलाई हामीले खोजेको रहन्छ। तर होइन बेला मौकामा समस्या अप्ठ्यारोमा त तपाईँ रहनु भयो भने त्यो अवसरवादी मण्डली हुन्छ। अवसर मात्र खोजिरहेछ, अवसरवादी मण्डली हुनु हुँदैन। तर हामी सधैँ परमेश्वरलाई चाहना गर्ने, तन मनका साथ परमेश्वरलाई खोज्ने मण्डली हुनुपर्दछ। हाम्रो जीवन, घर परिवार फलिफाप हुँदै गएपछि के हुन्छ त? फलिफाप हुने कुराहरू छन्। अब अगाडि बढौँ, हामी आउनुहोस् अब तेस्रो नम्बरमा। अब हामी तेस्रो नम्बरमा हाम्रो महिमाजीले पढिदिनुहोस्। तपाईँले आफ्नो वचन 26:16 आउनुहोस्। दिको स्वरमा हेर्नुहोस् त। जवान भाइ बहिनीहरूले पनि हेर्नुहोस्। 26 दिको स्वर। हजुर 26 तर यिनी शक्तिशाली भएपछि तिनीहरूको अहङ्कारले गर्दा तिनीहरूको पतन भयो। तिनी धूप बेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनीहरूले विश्वासघात गरे। यहाँनिर के भएको छ? राजा उजकियाले के गरे त? जीवनमा सिक्नुपर्ने पाठ भनेको तेस्रो नम्बर भनेको चाहिँ हामी अहङ्कार हुनु हुँदैन। यहाँ के भनेको छ? तर तिनी शक्तिशाली भएपछि राज्यमा सुधारका काम सैनिक क्षेत्रमा, कृषि क्षेत्रमा, पशुपालन क्षेत्रमा र चाहिँ एउटा चाहिँ सीमालाई सिल गर्ने कुरामा, सीमालाई बलियो बनाउने कुरामा, सबै कुरामा चाहिँ के त राजा उजकिया चाहिँ शक्तिशाली भएपछि उसले के गर्नु आयो भने
अब मैले जे गर्दा पनि हुन्छ, अब म परमेश्वरको भवनमा गएर के त मन्दिरमा गएर के त मैले पूजाले गर्ने काम पनि मैले गर्नु हुन्छ, कसले मलाई रोक्नै सक्ने भनेर उसमा ठुलो अहङ्कार बढेर आयो। त्यसकारण मण्डली राजा उस्कियाको जीवन सिक्नुपर्ने तेस्रो नम्बर बुझा भने के हो भने हामी अहङ्कार हुनु हुँदैन है, अहङ्कार हुनु हुँदैन। अहङ्कारले घमण्डले हामीलाई के त जहिले पनि के त उसको गन्तव्य भनेको पतन हो। हामीले बाइबल भरि पढ्नु भयो भने के त तपाईँले अहङ्कारको विषयमा पढ्न पाउनुहुन्छ। घमण्डको कारणले गर्दा धेरै मानिसहरू के त जीवन चाहिँ समाप्त भएर गयो। त्यसकारण परमेश्वरले अहङ्कारको व्यक्ति मानिसले कहिले पनि उहाँले मन पराउनुहुन्न। त्यसकारण हामी अहङ्कार भएर जीवन जिउने होइन मण्डली, हामी विनम्र भएर जिउने मानिस हुनुपर्छ। आमेन आमेन। अहङ्कारले हाम्रो जीवन घर परिवार फलिफाप हुँदै गएपछि अहङ्कार हुनु हुँदैन। परमेश्वर चाहिँदैन मेरो बल ताकतले भएको मण्डली चाहिँदैन सधैँ बिजी हुने, अरूलाई हेप्ने, खराब कुरा गर्नु हुँदैन। त्यसकारण राजा उज्कियाको जीवनमा सिक्नुपर्ने पाठ भनेको चाहिँ के हो? तेस्रो नम्बरमा के त हामी अहङ्कार बन्नु हुँदैन अथवा हुनु हुँदैन। धेरै पटक चाहिँ के हुन्छ भने हाम्रो जीवन प्रगति उन्नति भएर गइसकेपछि मानिसहरूमा अहङ्कारले काम गर्छन्, अनि अहङ्कारले गर्दा के हुन्छ त उसको जीवन चाहिँ हिजो जहाँ थियो त्यहीँ आएर पुग्न सक्छ। त्यो अहङ्कारले हो। बाइबल भेरी नै तपाईँले सुरुदेखि अन्त्यसम्म पढ्नु भयो भने अहङ्कार घमण्डको अन्त्य जहिले पनि के भनेको छ? उसको गन्तव्य कहाँ अरे? पतन हुने लेखेको छ। त्यसकारण अहङ्कारले हामीले कहिले पनि ठिक ठाउँ पुर्याउँदैन। तर हामी जब विनम्र हुन्छौँ भने चाहिँ विनम्रले चाहिँ हामीले जहिले पनि कहाँ पुर्याउँछ त? उन्नति र प्रगतिको मार्गमा पुर्याउँछन्। आमेन आमेन आमेन। तर अहङ्कारले घमण्डले हामीले जहिले पनि हामीलाई उन्नतिको मार्ग होइन, हामीले तल खसाउँछन्। हामी खस्कँदै जान्छौँ, हामी शून्यतामा झर्छौँ अहङ्कारले। तर विनम्र भएर हामी अगाडि बढ्यौँ भने चाहिँ हाम्रो बिस्तारै उन्नति प्रगति चाहिँ विनम्रताले ल्याउँछन्, तर अहङ्कारले ल्याउँदैन। परमेश्वरले दुईजना पुजारीको बारेमा ती दुईजना मन्दिरमा जाँदा प्रार्थना गरेको समय सुन्नुहुन्छ तपाईँले, थाहा छ तपाईँलाई पनि। अनि प्रार्थना गर्न जाँदा के भयो त? एउटाले के गर्दा प्रभु म पापीमा दया गर्नुहोस् भन्नुभयो। एउटा के भन्दा उसले चाहिँ मैले यस्तो गरेको छु उस्तो गरेको छु भनेर प्रभुको अगाडि उसले भन्दाखेरि चाहिँ के भन्नुभयो त? त्यो धन्य त्यो मान्छेले के भयो त? माफ पाए जसले के गरे त? मैले आफूलाई उसले रित्याएको कारणले गर्दाखेरि उसले माफ पाएन। हामी यीशु ख्रीष्टको जीवनमा यो फिलिपी 2 अध्यायमा पनि पढ्न पाउँछौँ। फिलिपी 2 अध्यायमा आउँदाखेरि के भएको छ त? यीशु प्रभु स्वयं परमेश्वर भएर पनि के त उहाँ मानिस भएर आएर के त उहाँ क्रुस समय एउटा आज्ञाकारी भएको कुरा लेखेको छ। एकदमै उहाँ चाहिँ एउटा ठुलो मान्छे, परमेश्वरको त्यो स्वर्गको सिंहासनको दाहिनेपट्टि बसेर शासन चलाउने यीशु प्रभु के त मानिस भएर आएर के त अनि उहाँ चाहिँ सबैभन्दा तल बसेर के त अनि उहाँ क्रुसमा गएर मर्नु भएको कथाहरू पनि फिलिपी 2 अध्यायमा बताएको छ। त्यतिसम्म के त यीशु प्रभु विनम्र हुनुभयो, उहाँ चाहिँ नम्र हुनुभयो। त्यसै कारणले परमेश्वर उहाँलाई के गर्नुभयो अरे? सबैभन्दा महान नाउँ दिनुभयो। अनि त्यसै कारण परमेश्वरले के दिनुभयो अरे? यीशु ख्रीष्टलाई के त हरेक जीवनले के त यीशु ख्रीष्टलाई के त स्वीकार गर्नुपर्ने, परमेश्वर महिमाको लागि यसलाई स्वीकार गर्नुपर्छ भनेर के त त्यो फिलिपी पुस्तकमा लेखेको हामीलाई थाहा छ। त्यसकारण उहाँ नम्र भए यीशु प्रभु चाहिँ हामी सबैको लागि एउटा उदाहरण हो कि उहाँ सबैभन्दा नरम हुनुभएको कारण उहाँ सबैभन्दा माथि उहाँ परम्परा राख्नु भएको छ। आमेन। हामी पनि मण्डलीमा, घरमा, परिवारमा सबैभन्दा हामी नरम, सबैभन्दा तल हामी हुन्छौँ भने यीशु प्रभुले त्यही मान्छेले त सबैभन्दा माथि राख्नुहुनेछ। त्यो कुरा चाहिँ हो। त्यसले गर्दाखेरि तपाईँ जति नम्र भएर सेवा गर्नुहुन्छ, नम्र भएर प्रभुको अगाडि बढ्नुहुन्छ, सम्बन्धमा त्यस्तै नम्र बन्नुहुन्छ, थुप्रै कुरामा नरम भएर अगाडि बढ्नुभयो भने एउटा समयमा परमेश्वर के गर्छु भन्नु भएको छ? उच्च पार्नेछु भन्नुहुन्छ। त्यस कारण हामी एउटा समयमा के हुन्छौँ? उच्च पार्नेछौँ। त्यसले गर्दाखेरि यो राजा उज्कियाको जीवनमा सिक्नुपर्ने तेस्रो कुरा के हो भने हामी अहङ्कार हुनु हुँदैन, हाम्रा घमण्डहरू आउनु हुँदैन। हाम्रो प्रगतिमा, हाम्रो उन्नतिमा, हाम्रो आशिषमा, हाम्रो कुनै पनि ज्ञानमा, हाम्रो जीवनमा भएका कुनै पनि सेक्टरमा, कुनै पनि क्षेत्रमा के त हामीले आफूलाई बेसी उचाल्नु हुँदैन। बेसी उचाल्यो भने हामी पछाडिन्छौँ। बेसी आफूलाई म भनेर तपाईँले भएर जानुभयो भने के हुन्छ? एक दिन हामी पछाडिन्छौँ। त्यसरी के भयो त? राजा उज्किया के गर्दा उसको अहङ्कारले गर्दा के भयो त? शक्तिमा थियो, सामर्थ्यमा थियो, अन्तमा के भयो त? ऊ चाहिँ पतन भएर गयो।
त्यसले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा जब फलिफाप उन्नति आशिष प्रगति भएर हामी जान्छौँ अनि हाम्रो हरेक कुरामा राम्रो हुँदै गइसकेपछि तपाईँले अब मलाई मण्डली पुग्यो म चर्च जाँदैन होइन मलाई प्रार्थना पुग्यो पर्दैन भन्नु हुँदैन। हाम्रो अझै हामीलाई प्रभु नम्र भएर अझै हामीले प्रार्थना जरुरी छ। अझै तपाईँ मण्डली गएर प्रभुको सेवा गर्नुपर्दछ। आमेन। हामी सधैँ धन्यवाद हुनुपर्छ। अनि धेरैबाट के हुन्छ मानिस त्यस्तो हुन्छ नि प्रगति उन्नति हुँदै गएपछि मलाई मण्डली चाहिँदैन, मलाई प्रार्थना चाहिँदैन, मलाई म कोही बिना पनि बाँच्न सक्छु, म अब सबै कुरा गर्न सक्छु भनेर के त मानिस धेरै अहङ्कारमा आउँदछन्। अनि त्यसको कारणले गर्दाखेरि एउटा समय के हुन्छ त त्यो अहङ्कारले मानिसलाई चाहिँ पतनतिर लिएर जान्छ अनि फेरि त्यो स्थानमा आउन सक्छ। त्यस्ता थुप्रै उदाहरण पनि छन्। त्यसले गर्दाखेरि राजा उजिकियाको जीवन सिक्नुपर्ने तेस्रो पाठ के हो भने हामीमा अहङ्कार चाहिँ आउनु हुँदैन। हामी सधैँ हामी नम्र भएर मण्डली आउने, सधैँ नम्र भएर प्रार्थना गर्ने, सधैँ आफ्ना मानिसलाई आदर गर्नुपर्नेलाई आदर गर्नुपर्छ, इज्जत गर्नुपर्ने मानिसलाई हामीले इज्जत गर्नुपर्छ, सधैँ गर्नुपर्छ। त्यो काम जब सधैँ हामी मण्डली आउँछौँ, सधैँ हामी प्रभुको सेवा गर्छौँ, सधैँ हामी आदर गर्छौँ, हामी बढेर आशिष बढेर गए तापनि हामी त्यो आशिष घमण्ड नगरिकन सधैँ प्रभुलाई धन्यवाद दिन चर्च आउँछौँ, प्रार्थना गर्छौँ, अगाडि बढ्छौँ भने हामी अझै माथि 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 हामी जान्छौँ। आमेन। तर होइन तपाईँ र मैले अहङ्कारले भरियो भने चाहिँ तपाईँले मेरो जीवन चाहिँ पतन हुन हामी धेरै समय लाग्दैन। त्यसले गर्दाखेरि तेस्रो पाठ सिक्नु भनेको चाहिँ तपाईँले मैले राजा उजिकियाको जीवनबाट चाहिँ हामी अहङ्कार बन्नु हुँदैन र हुनु हुँदैन भनेर हामीले सिक्नु पर्दछ। अब चौथो कुरा सिक्नु हामीले 18 पद चाहिँ हामीले फेरि पढ्नेछौँ। हाम्रो बहिनी पढ्नुहुने नाताली बहिनीको 18 हे उजिकिया, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईँको होइन, यस कामको निम्ति अर्पण गरेका हारूनको वंशका पुजारीहरू छन्। पवित्र स्थानबाट हटिजानुहोस्, किनभने तपाईँले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईँले केही कदम पाउनुहुने छैन। आमेन। यहाँ के लेखेको छ भने थाहा छ, हे उजिकिया, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईँको होइन, यस कामको निम्ति त अर्पण गरिएका समर्पण गरिएका हारूनका वंशका पुजारीहरूका हुन् अथवा छन्। पवित्र स्थानबाट तपाईँ हट्नुहोस् है, किनभने तपाईँले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईँले कुनै यो केही कदर पाउनुहुने छैन। त्यसकारण परमप्रभुले हस्तक्षेप गर्नु पर्यो नि। त्यसकारण राजा भयो भन्नेमा जे पाए गर्न हुँदैन भन्ने लेसन पनि यहाँ सिक्नुपर्छ। अनि हामी चाहिँ यो कथाबाट मैले के सिक्नुपर्छ भने तपाईँलाई मैले हामी हाम्रो जिम्मेवारी र कर्तव्यमा सचेत हुनुपर्दछ। बुझ्नुभयो नि। आज राजा सचेत हुन सकेन। राजाको अहङ्कार, राजाको चाहिँ जे मैले पनि गर्न सक्छु भन्ने अहङ्कार घमण्डको कारणले गर्दाखेरि मन्दिरमा हस्तक्षेप गरे। पुजारीहरूको कर्तव्य र दायित्व जिम्मेवारीमा राजाले हस्तक्षेप गर्न पुगे। अन्तमा परमेश्वरले हस्तक्षेप गर्नु पर्यो र उसको जीवनमा ठुलो प्रहार गर्नु पर्यो, रोगले प्रहार गर्नु पर्यो। कुष्ठ रोगले के त प्रहार गरेर उसलाई चाहिँ त्यहाँबाट बाहिर निकाल्नु पर्यो, नभए त मृत्यु हुन्थ्यो होइन, तत्कालीन मृत्यु हुन्छ। किनकि हामीलाई यो विगतका त्यो यतापट्टि पढेर एउटा घटना छ गन्ती 16 अध्यायमा। गन्ती 16 अध्यायमा के घटना गरे त मोसाको विरुद्धमा को उठे त मोसाको विरुद्धमा कोरह, दातान र अभिराम उठे नि। अन्तमा परमेश्वर हस्तक्षेप गर्नु पर्यो त्यहाँ पनि होइन। के को कुरामा कोरह मोसाको पदले के त खोज्न खोजेपछि के भयो त कोरह, दातान, अभिरामको मृत्यु भयो नि। त्यो पनि के त धरती च्यातिएर भनेका छन्। त्यसकारण गर्दाखेरि मोसाको विरुद्धमा जब उनीहरू खडा भए, मोसालाई दिएको जिम्मेवारीलाई चाहिँ तँसँग मात्र परमेश्वर बोल्नुहुन्छ र भन्ने अहङ्कारमा तिनीहरू आए होइन। परमेश्वर हामीसँग बोल्नुहुन्छ, तपाईँ मात्र दर्शन दिन्छन् र हामीले पनि दर्शन दिनुहुन्छ, तपाईँलाई मात्र अन्य भाषा हामी पनि दर्शन दिन्छ। यी सबै कुराहरू चाहिँ भन्दै गर्दा के भयो त अनि मोसाको विरुद्धमा आवाज उठाउँदै गर्दाखेरि त्यहाँ के भयो त त्यहाँनिर दण्ड भयो नि। त्यसले गर्दाखेरि हामीले आज यो पाठमा सिक्नुपर्ने कुरा भने हामी हाम्रो जिम्मेवारी र कर्तव्यमा के त हामी सचेत हुनुपर्दछ। राजा उजिकियाले आफू शक्तिमा भएपछि जे गर्दा पनि हुन्छ, कसले मलाई रोक्ने
भन्ने घमण्ड थियो। तर परमेश्वरले रोक्नुभयो, हस्तक्षेप गर्नुभयो। राजाले पुजारीको जिम्मेवारी र कर्तव्यमाथि हस्तक्षेप गरे जो गल्ती थियो होइन। राजाले के गरे त पुजारी र उसको विरुद्धमा हस्तक्षेप गर्नु गएको छ। अन्तमा के भयो त कुष्ठरोगले प्रहार गर्यो। अत हामीले आफ्नो जिम्मेवारी र कर्तव्य राम्रोसँग के त बुझ्नु पर्दछ। सिक्ने भनेको यसबाट सिक्ने भने हाम्रो जिम्मेवारीमा हामी सचेत हुनुपर्छ र हाम्रो जिम्मेवारीलाई हामी के त राम्रोसँग बुझेको हुनुपर्छ। तपाईँको जिम्मेवारी के हो? मण्डलीमा के हो त पास्टरको जिम्मेवारी, मण्डलीमा पास्टर, एल्डर र डिकन र विश्वासीहरूको आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्नुपर्छ। त्यो बुझेन भने के हुन्छ, एक अर्काले के गर्छ, हामीले एक अर्कालाई हामीले ओभरटेक गर्नु हुँदैन भन्ने पाठ चाहिँ के त एउटा सिक्नुपर्छ। धेरैबाट के गर्छ, हामी एक अर्कालाई ओभरटेक गर्छौँ। एल्डरको भूमिका के हो, डिकनको भूमिका के हो, काम कर्तव्य के हो, विश्वासी काम कर्तव्य के हो, त्यो थाहा नभएर हामी एक अर्कालाई सोध्ने कुराहरू, अन्डरमा बस्ने कुराहरू अनि हस्तक्षेप नगरेर काम गर्ने हामी वातावरण मण्डलीभित्र हुनु जरुरी छ। आमेन। त्यो भयो भने मण्डली शान्तिमा हुन्छ। त्यो भयो भने मण्डली के त व्यवस्थित, एकदमै नियमित व्यवस्थापनमा एकदमै चुस्त हुन्छ। तर कतिपल्ट के हुन्छ, हामी मण्डलीका पास्टर, एल्डर, डिकनहरूले, विश्वासले आफ्नो जिम्मेवारी बुझिरहेको हुन्छ होइन। अनि एकअर्कामा हस्तक्षेप गर्दाखेरि के भयो त यो ठुलो समस्या आउन सक्छ। त्यसकारण यहाँनिर के भएको छ, राजा उजिकियाले के गरे त पुजारीको काम पनि उसले गर्न खोजेपछि के भयो त परमेश्वरले पूर्ण रूपमा हस्तक्षेप गर्नु पर्यो। त्यसकारण पुजारीको काम, मन्दिरमा गर्ने पुजारी काम कर्तव्य बेग्लै छन्, राजाले गर्नुपर्ने काम कर्तव्य बेग्लै पाटाहरू। यी दुईटा पाटा अलग अलग हुन्। त्यस्तै मण्डलीभित्र पास्टर, एल्डर, डिकनहरू र विश्वासीहरूले आफ्नो जिम्मेवारी राम्रोसँग बुझेको हुनुपर्छ। एकले अर्कालाई के त हामीले ओभरटेक नगरिकन एउटा सीमाभित्र, एउटा आफ्नो सीमा के हो, आफ्नो सीमा कहाँसम्म छ, मैले गर्नुपर्ने निर्णयहरू, मैले गर्न सक्ने निर्णयका कुराहरू, मैले गर्न सक्ने काम कर्तव्य यहाँसम्म भनेर के त हामी सबैले बुझ्नु पर्दछ। अनि मात्र के हुन्छ, त्यो भयो भने के हुन्छ, मण्डलीमा पनि एकदमै व्यवस्थापनदेखि लिएर हरेक कुरामा राम्रो हुन्छ। तर कतिपल्ट के हुन्छ, मोसालाई जस्तै कतिपल्ट के चुनौती दिँदाखेरि के हुन्छ भने कतिपल्ट हाम्रो जीवनमा समस्या हुन सक्छ। मोसालाई चुनौती कसले दिए त, कोरहले दिए, दातानले दिए, अभिरामले दिए। तँसँग मात्र परमेश्वर बोल्नुहुन्छ र मसँग पनि परमेश्वर हामीसँग बोल्नुहुन्छ, हामी तपाईँ अगुवा हामी स्वीकार गर्दैनौँ भनेर अहङ्कार तिनीहरूमा आएर के 250जना के त मानिसहरू चाहिँ धरती चिरेर बितेर गएनन्। त्यसको हामीले यी पाठहरू किन राखेका छन् भन्दाखेरि ताकि हाम्रो एउटा शिक्षाको लागि हामीले राम्रोसँग त्यो पाठ सिकेर के त हामी चाहिँ एउटा आफ्नो अगुवाको अन्डरमा बस्छौँ है। त्यसकारण हामी एउटा एकअर्कामा चाहिँ एउटा सीमाभित्र बस्छौँ भनेर के त राखिराख्नु भएको छ। यसकारण चौथो कुरा हामीले राजा उजिकियाबाट सिक्नुपर्ने पाठ के हो भने हामी हाम्रो जिम्मेवारी र कर्तव्यबाट के त हामी सचेत हुनुपर्दछ। धेरैपल्ट सचेत नहुँदा के हुन्छ, परिवार भड्केर जान्छ नि। परिवारमा श्रीमान शिर हो नि, श्रीमती होइन नि। श्रीमानको पनि आफ्नो कर्तव्य छ, श्रीमतीको आफ्नो कर्तव्य, छोराछोरीको आफ्नो कर्तव्य जिम्मेवारी छ नि। ती फरक फरक पाठाहरू नि बाइबल लेखेका छन्। श्रीमानलाई के जिम्मेवार दिएको छ भन्दा परिवारमा चाहिँ आफ्नो श्रीमतीलाई आफूलाई चाहिँ के गर्ने, प्रेम गर्ने जिम्मेवार दिएको छ। अनि श्रीमतीलाई के दिएको छ, आफ्ना श्रीमानको अधीनमा बस्ने काम दिनुभएको छ। छोराछोरीलाई के दिनुभएको छ, आफ्ना बुवा र आमाको आज्ञा पालन गरेर जीवन बिताउनु। अब त्यो तिनतिर भयो के हुन्छ, परिवार के हुन्छ, कहिले पनि एकता हुँदैन, मिलाप के पनि हुँदैन। श्रीमानको जिम्मेवारी भनेको नै के हो त, आफ्नो परिवारको सुरक्षा, रेखदेख लगायतका के त आफ्नो श्रीमती लगायत आफूलाई चाहिँ प्रेम गर भनेर चाहिँ भन्नुभएको छ। के हामी त्यो जिम्मेवारीभित्र पालन गर्दैछौँ? प्रश्न त्यहाँनिर हो। हामी श्रीमान जति हुनुहुन्छ सबैको जिम्मेवारी के हो त आफ्नो श्रीमतीलाई आफूलाई चाहिँ प्रेम गर्ने। के श्रीमतीहरू आफ्ना श्रीमानको अधीनमा रहेर तपाईँले काम गर्नुभएको छ कि जान्ने भएर कतिपल्ट धेरै जान्ने हुन्छ अनि बुझाइ खान्छ भने जस्तै कतिपल्ट के हुन्छ, धेरै जान्ने हुन्छ, नसोधिकन नगरिकन जे पनि गरेर हुन सक्छ। आफ्नो श्रीमानको लागि कतिपल्ट सोध्नु पर्यो होइन, के गर्न राखेको हुन्छ, के गर्न त्यो फ्युचर धेरै प्रकार हेरेर राखेको हुनसक्छ। त हामी ल भनेर चाहिँ दिएर पठाउँदाखेरि के हुन्छ, धेरै समस्या हुन सक्छ। यसकारण हामी श्रीमती, हाम्रो परिवारभित्रको श्रीमतीहरूले पनि आफ्नो श्रीमानको अधीनमा रहने प्रकार जीवन जियो भने, आफ्नो छोराछोरी धेरै जानी नभइकन छोराछोरीले पनि आफ्नो बुवा र आमाको आज्ञा पालनभित्र बसेर भित्र रहेर हामी जीवन जियो भने परिवार चाहिँ पृथ्वीमै साँच्चै नमुनाको परिवार बन्नेछन्। आमेन। तर त्यस्तो हुँदैन नि कहिलेकाहीँ। श्रीमानहरूले आफ्नो श्रीमतीको भावना बुझाए हुँदैन,
श्रीमतीको भावनाहरू साथै गोजाइ सधैँ झगडा मात्रै गर्दा हुन्छ कि त्यो किन भावना तपाईँले भावना बुझ्नु भएन भावना नबुझेर श्रीमतीको कुरा के कुरा गर्दैछ भने नबुझेर कतिपल्ट के त हामी श्रीमानले कतिपल्ट के हुन्छ भने अब प्रेम गर्न सकेर हुँदैनौँ अनि त्यस कारण हामीलाई बाइबलले भनेको छ कि श्रीमानले चाहिँ आफ्नो श्रीमतीलाई प्रेम गर्ने कुराहरू श्रीमतीले चाहिँ आफ्नो श्रीमानको अधीनमा बस्ने कुराहरू छोराछोरीहरू चाहिँ आमा बुवाको आज्ञा पालन गर्ने कुराहरू धेरै रिस नउठाइदिने छोराछोरीलाई भनिराखेको छ होइन अनि त्यो कुराहरू हामी भयो भने परिवार कृत्यमै हाम्रो वरिपरिको परिवारभन्दा फरक हुनुपर्ने हो तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने उल्टो भइदिन्छ कि अरू परि गयो भन्दा हाम्रो घरमा धेरै झगडा धेरै हाम्रै कृषि घरमा के हुन्छ धेरै त्यसै झगडा हुने अशान्त हुने भइदिन्छ अरू परिभन्दा अरू परिवारमा विश्वासमा जिएका नजिएका मान्छेहरू बुझेर हो कि ज्ञान पाएर उनीहरू चाहिँ एकदमै ठिक प्रकार जीवन जिरहेको हुन्छौँ हामी ज्ञान पाएर मण्डलीमा सधैँ सङ्गति आएर वचन सुनेर छन् हामी के त अशान्त छन् हाम्रो घरबाट के त स्थिर नभइदिने त्यही झगडा ठुल्ठुलो आवाजहरू गरिदिन्छ त्यो किन भएको आफ्नो जीविकाले के त कर्तव्य के हो भनेर नजान्दाखेरि भएको आमा बाबालाई सोध्नुपर्ने सोध्दैन छोराछोरीले त्यस कारण हामी अलिकति हामीलाई समस्या आउन सक्छ त्यसले गर्दाखेरि यी सबै कुराहरू हामीले आजको पाठबाट सिक्नुपर्छ के त चौथो नम्बरमा के हो भने हामी हाम्रो जिम्मेवारी र कर्तव्यबाट के त हामी सचेत हुनुपर्दछ मण्डलीभित्र पनि सचेत हुनुपर्छ पास्टर एल्डर र डिकनका विश्वासीहरूले आफ्नो जिम्मेवारीलाई बुझ्नुपर्दछ त्यो बुझ्यो भने के हुन्छ मण्डलीमा शान्ति स्थिरता कायम हुन्छ एकले अर्कालाई ओभरटेक गर्नु हुँदैन ओभरटेक गरेकै बिग्रियो ओभरटेक गरेकै तपाईँ सीमाभन्दा बाहिर जाने बित्तिकै के हुन्छ तपाईँ र म बिग्रिन्छ त्यस कारण हामी यी कुराहरू चाहिँ चारवटा कुरा चाहिँ आजको वचनबाट हामीले सिकेर जानुपर्दछ त्यसले गर्दाखेरि म वचनलाई यही राख्न चाहेँ उज्किया राजा यहुदाको राजा उज्कियाको